लक्ष्याङलाई तपाईँले कस्तो अनुमान गर्नुभयो त्यो तपाईँ पहिला कहाँ जानु अरे त्यसमा निर्माणले लाग्यो सेक्सी केटाकेटीहरूको घरमा अलि अप्ठ्यारो हुन्छ भनौँ न यो गरी अब भनेरै भन्दाखेरि मानी गर्नु हुँदैन जे जस्तो भए पनि होइन यो तपाईँ छ नि त्यहाँनिर जस्तो साउदीमा जानुभयो त्यहाँ चाहिँ तपाईँको इन्टरनेसनल साउदी बाहिर सारा घुम्नुभयो र यो कतार आउँदाखेरि चाहिँ बाहिर जानु भएको छैन म कतार फर्स्ट टाइमै हो कतारबाट बाहिर साउदी जाने गाडी छ कि तपाईँको अहिले कुन गाडी छ अहिले चाहिँ म इन्टरनेसनल कतार पनि साउदी दुबई बाह्रेन कुवेत हो त्यो गाडी अहिले चाहिँ ट्र्याक गर्दैछु हजुर अब चाहिँ यसो विचार गरे अनुसार चाहिँ अब जति पनि देश घुम्यो नि हजुर कतारमा यो कतारको जस्तो वातावरण राम्रो देश चाहिँ प्राय ठाउँमा भेटिनँ मैले देखेँ अनि हाम्रो सोल्टी भएको 4 वर्ष भयो 4 वर्षमा घर गएको छैन भन्नुहुन्छ र यहाँको चाहिँ 4 वर्षसम्म यहीँ नै चाहिँ राम्रै लागेर घुमिरहेको हो कि आफ्नो पारिवारिक घरको समस्याले हो कि होइन त्यस्तो समस्या त छैन किनकि खोइ आजभन्दा भोलिभन्दा 4 वर्ष बितेको थाहै नपाउने हो त्यो त्यस्तै सङ्कटमा परेर हो कि हजुर अब मेरो ठाउँमा चाहिँ अलि छुट्टै अलग पुस्तकमा छ क्या हजुर त्यही भएर होला अनि यहाँले कहाँ कुन अफिसको गाडी चलाउनुहुन्छ म त्यही सुनौ त्यो ब्ल्याक टिचर साइड पानीपरि हजुर अनि यहाँको चाहिँ कति घन्टा ड्युटी हो मेरो अहिले त्यस्तै भनेर भन्दाखेरि अब त्यही 7-8 घन्टा पर्छ होला 7-8 घन्टा पनि पर्दैन होला तपाईँको बिहान एकखेर बच्चा ल्यायो हजुर छोडिदियो अब 11 त्यहाँदेखि आयो बस्यो रुममा त्यहाँदेखि 11 बजी छुट्टी हुन्छन् फेरि एकटिभ गऱ्यो अब 12 बजीभित्रमा आइपुग्छन् हजुर अनि त्यहाँबाट फेरि रुममा बस्यो फेरि 1 बजी अनि छुट्टी हुन्छ त्यहाँबाट फाइनल हजुर त्यहाँबाट अनि त्यही सुविधाले नै गर्दाखेरि पनि नजानु भएको हो त सुविस्ता त अब खोइ बस्यो खायो अब दिनहरू कटेको यो सालहरू कटेको खान पाएन